हाम्रो घरमा नि सबैभन्दा धेरै बन्ने एउटा चिकनको आइटम छ हो कि त्यसको नाम बटर चिकन। हप्तामा एकचोटि त पक्का बन्छ होला। छोरालाई एकदमै मनपर्छ त्यो त्यो पाएपछि बिहानदेखि साँझसम्म त्यही खाने भन्छ यसले। अनि त्यसको लागि मैले लिएँ मैले चिकनमा मैले अदुवा लसुनको पेस्ट, जिरा धनियाँको पाउडर, बेसार अनि त्यसपछि यो धुलो खुर्सानी राखेँ अनि मोलेर रेडी बनाएर म्यारिनेट गर्ने। अनि त्यस्तै गरी मैले यो घिउ राखेँ, बटर लिनुभयो नि हुन्छ। थोरै लिएपछि अनि त्यसपछि यो कराईमा बसालेँ मैले। पाक्दैछ यसलाई छोपी बनाउने होइन। एकदम अनि त्यतातिर उता यो पाक्दाखेरि मैले यतातिर टमाटर प्याजहरू पनि काटेर रेडी बनाउँदैछु। किनभने यो ग्रेभीको लागि चाहिन्छ, बटर चिकनको ग्रेभीको लागि। अनि यो पानी सुक्दै जान्छ यता यो चिकनमा। अनि ठिक्क अलिअलि रातो बनाउने, एकदम टाइट पनि नबनाउनु, फेरि खाने गाह्रो हुन्छ होइन। एकदम रातो बनाउनु पनि फेरि धेरै टाइट हुन्छ, त्यही भएर यतिको भएपछि निकालिदिनु होइन। अनि त्यसपछि ऐको भाँडामा फेरि त्यो मैले जिरा राखेँ, यो चाहिँ छुट्याउनै नहुने। अनि त्यसपछि यो चाहिँ ल्वाङ सुकमेलको धुलो, यो मासुको मसला, अनि लसुन अनि अदुवा पनि अलिकति भइराख्नु। मेरो चाहिँ सकिएको रहेछ अदुवा, लसुन अदुवाको पेस्ट चाहिँ थियो। मैले चाहिँ आज चाहिँ यतिकै बनाएँ। प्याज पनि राखेँ अनि प्याज चाहिँ एकदमै रातो पनि दिन हुँदैन है। अलिअलि यो प्याज अलिकति हुने बित्तिकै अनि राखिहालेँ। अनि त्यसमा टमाटर राखेँ मैले, अनि टमाटर, नुन अनि थोरै मसला अनि बेसार राखेँ। यो ग्रेभीको लागि चाहिँ जसरी बनाउँदा नि हुन्छ। मैले त्यसमा थोरै काजु पनि राखेँ होइन। काजु पनि अप्सनल हो, सबै चिजहरू अप्सनल होइन। के राख्न मन लाग्छ आफ्नो अनुसारले गर्नु। अनि त्यसपछि मजाले यसलाई छोपेर पाक्न दिने। एकछिन पाकिसकेपछि यो चाहिँ अब एकछिन पाकेर यो रेडी भइसकेपछि यसलाई थोरै एकैछिन सेलाउन दिएर आफूलाई चाहिँ हतार भएको थियो के गर्ने, ताता बनाउनु पर्ने। यहाँ 12:30 भइसक्यो, खाना बेला भइसक्यो। त्यही भएर हतार थियो। अब म चाहिँ तातै भए पनि यसको चाहिँ ग्रेभी बनाएँ। अनि त्यसपछि चाहिँ यसमा चाहिँ अघिको चिकनलाई राखेँ मैले, चिकन पनि। अनि त्यसपछि एकछिन पाक्न दिइसकेपछि यो मेक्सिकन क्रिम हुन्छ नि, क्रिम हुन्छ, घरमै पनि क्रिम बनाउन सक्नुहुन्छ नि, त्योहरू राख्ने। अनि त्यसपछि त त्यो रेस्टुरेन्टमा खाएको त यसको अगाडि के पनि हुँदैन कि, यस्तो मिठो हुन्छ। कतिले यसमा चिनी पनि राख्ने गर्छन् होइन, थोरै। तर म चाहिँ कहिले राख्दिनँ है। बरु प्याजको अलिअलि गुलियोपन मिठो आउँछ। अनि यसले डेकोरेसन गर्ने। अनि त्यसपछि आजको खाना रेडी भयो। यति भएपछि केटाकेटीहरू दङ्ग, स्पेसल्ली मेरो छोरा दङ्ग भयो। थ्याङ्क यू फर वाचिङ एभ्री वान। बनाएर